जिन्दगीमा अझै पनि केही कुरा सिक्नु छ, लड्नु छ, है अघि बढ्नु छ। म चाहिँ मैले चाहिँ आज मनमा लागेका केही विचारहरू भन्न मन लाग्यो है। म आफूलाई कसैसँग तुलना गर्दिनँ, किनकि मै हो नि त। मैले अरू कसैसँग मेरो तुलना गर्छु भने म होइन क्या। मै हो जस्तो लाग्छ अनि मै नै बन्नुपर्छ। केही कुरा सुधार्न सक्छु, ठिक छ, ओके। तर म आफूलाई कसैसँग तुलना गर्न नो। मैले आफूलाई कसैसँग तुलना गर्न सक्दिनँ भने हाम्रो पार्टनरहरूलाई पनि अरूसँग तुलना गर्ने त कुरै भएन होइन। किनकि हामी दुईजना जसुकैको पार्टनर भए पनि हामी चाहिँ एकअर्कालाई, किनकि बेग्लै उयोबाट के भन्छ वातावरण इन्भाइरोमेन्टबाट पाएका छौँ नि त। त्यसैले हाम्रो पार्टनरहरूलाई पनि मैले चाहिँ कुनै पनि सम्बन्धमा पार्टनर मात्र नभएर जुनैसुकै सम्बन्धहरू पनि हामी अर्कोसँग तुलना गर्छौँ क्या। अर्कोसँग तुलना गर्दाखेरि आफ्ना सम्बन्धहरूमा केही खोट देखिन्छ, केही दाग देखिन्छ अनि मनहरू बिस्तारै मर्दै जान्छ कि नो। हाम्रो जुनसुकै सम्बन्ध चाहे त्यो श्रीमान श्रीमती होस्, परिवारको जुनसुकै सम्बन्ध होस्, जस्तै छोराछोरी बुवा आमा, मेरो छोराछोरी यस्तो भइदियो हुन्थ्यो, मेरो श्रीमान यस्तो भइदियो हुन्थ्यो, मेरो श्रीमती यस्तो भइदियो। नो, मेरो श्रीमती हो, मेरो श्रीमान हो। केही कुराहरू सुधार गर्न सकिन्छ भने इट्स ओके, सुधार्ने गर्ने। तर मेरो श्रीमानमा भएका कुरा, अरू श्रीमानको भएको कुरा, ह्याबिटहरू मेरो श्रीमानमा हुनुपर्छ भन्ने छैन। किनकि हामीलाई भगवानले बनाउनु भएकै छ बेग्लै। म बेग्लै छु, मेरो श्रीमान बेग्लै हुनुहुन्छ। मेरो परिवारको सदस्यहरूसँगको मेरो सम्बन्ध अरू सम्बन्धहरूभन्दा बेग्लै छ। हरेक सम्बन्धहरू बेग्लै छ जस्तै लाग्छ क्या। तपाईँहरू मलाई यो कुरा गर्दा चाहिँ पागल हो क्या भनेर भन्नुहुन्छ होला, तर साँच्चै भन्नुपर्दा मलाई चाहिँ त्यस्तै लाग्छ। मेरो विचारमा चाहिँ है, सबैको विचार मिल्नुपर्छ जस्तो पनि लाग्दैन होइन। मलाई चाहिँ त्यस्तै लाग्छ। अनि कति कुराहरू सुनिन्छ क्या समाजमा, अब देखिरहेको हुन्छ नि त। त्यति ह्यान्डसम भए मेरो श्रीमान, मेरो श्रीमती त्यति राम्री भए, त्यति राम्रो व्यवहार भए भनेर भनिन्छ। मलाई चाहिँ त्यस्तो लाग्दैन। मेरो श्रीमान, मेरो श्रीमती, मेरो परिवार, मेरो सम्बन्ध मेरै हो र त्यसमा केही सुधार गर्न सकिन्छ भने सुधारौँ, इट्स ओके। तर अरूमा भएको कुराहरू मेरो परिवारमा, मेरो सम्बन्धमा हुँदैन नि त होइन। के छ कसो छ त्यसलाई सुधार गर्नुपर्छ जस्तो लाग्छ। अनि कति कुराहरू अनि भौतिक सुख सुविधा, परिवारको त्यो प्रगति उन्नतिको उयसमा हिँड्दै जाँदाखेरि कति सम्बन्धहरू छुट्छ। अनि त्यो चाहिँ अब परिवारकै लागि भनेर क्या अगाडि बढिरहेको हुन्छ नि त जो कोही पनि। अनि त्यो हिँड्दै जाँदै त्यो सँगै सम्बन्धहरू लान सकिरहेको हुँदैन क्या, छुटिरहेको हुन्छ। अब त्यो जुन परिवारको लागि जुन कुराहरूको लागि हामी अघि बढिरहेको छौँ, त्यहाँ पुग्दा हाम्रो हातबाट ती सबै कुराहरू छुटिरहेको हुन्छ क्या। अनि त्यहाँ पुगिसकेपछि थाहा हुन्छ, ओहो म त यहाँ एक्लै आएछु। जुन सपनाको लागि कुदेको थिएँ त्यो सपना त पुरा भयो, तर त्यो सपनासँग जिउने ती सम्बन्धहरू त छुटे जस्तै लाग्छ क्या मलाई चाहिँ। पुनः त म पुगेको छुइनँ मेरो सपनामा, त्यो प्रगति उन्नतिको बाटोमै छु अझै पनि। मलाई चाहिँ कति देखेपछि त्यस्तै लाग्छ क्या, देखिरहेको छु नि त। अब देखेको भएको छु अनि पुगेको त छुइनँ, सरी, देखेको चाहिँ मलाई चाहिँ त्यस्तै लाग्छ। अनि बिस्तारै जाने, तर सम्बन्धहरू जे छ आफ्ना ती सपनामा जिउनका लागि आफूले बिस्तारै लिएरै जाउँ जस्तो लाग्छ कि ढिलै होस् ठिक छ। त्यहाँसम्म पुग्दाखेरि एक्लै होइन, हातमा हात पक्रिदिने मान्छे होस्, त्यो सपना जिउने मान्छे होस् जस्तो लाग्छ क्या। अब कति त्यो परिवारको लागि
गर्दा गर्दै मेरो चाहिँ यो फेरि सकिएछ क्या भिडियो। हेर्दा हेर्दै मेरो विचार कस्तो लाग्यो तपाईँहरूलाई कमेन्ट गर्नुहोला है। गुड नाइट। आज चाहिँ मेरो खाना पनि बनिसकेको थियो। गुड नाइट। तपाईँलाई यसको रेसिपी चाहिन्छ भने मलाई कमेन्ट गर्नुहोला। मैले चाहिँ आज यसको केही रेसिपी बनाइनँ, बेग्लै टपिक्समा बोलेँ एकछिन। हस् त है, गुड नाइट।